सफल पार्नको लागि हामी एउटा चरणमा पुगेको अनुभूति भएको छ। मलाई एकदम खुसी लागेको छ। र अब यो अवसरमा म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि सबभन्दा सुरुमा त अहिले हामीले यो 10-11 दिन चाहिँ अब एक दुईटा विधाको लेख्न खोज्दाखेरि यति गाह्रो, यति अप्ठ्यारो, यति चाहिँ अब धेरै मेहनत लाग्ने रहेछ, हामीले त्यो अनुभूति गऱ्यौँ है। अब यो चिज चाहिँ हिजो हाम्रो चाहिँ बाउ बाजे हाम्रो चाहिँ अब पुर्खाहरूले कसरी चाहिँ बचाएर ल्यायो होलान् हैन, बचाएर ल्याउनु भयो होला। त्यसैले यो अवसरमा यो तम्रमी हाम्रो चाहिँ तम्रलाई बचाएर ल्याउनको लागि जसले जुन हिसाबले भूमिका खेल्नु भएको हाम्रो अग्रज पुर्खाहरू सबैलाई सम्मान व्यक्त गर्न चाहन्छु। र लेखन आफैमा अब जटिल कुरा नै हो हैन। त्यसमा चाहिँ लेखन भन्दा पनि पहिलो नम्बरमा त सङ्कलन गर्ने काम गरिएको हो हैन। त्यसपछि त्यसलाई पाण्डुलिपिक